हेलो एभ्रिवान, गुड मर्निङ एन्ड वेलकम ब्याक टु माई अनदर भिडियो। आज मैले बिहानै बिहानै भिडियो सुरु गरिदिएको छु, त्यो पनि अटोदेखि। कति चिसो छ बिहानै बिहानै, बिचरा मेरो नानी अनि बाबु कसरी बसिरहेको छ। अनि मलाई पनि सन्चो थिएन, दबाई खाएर हिँडिरहेको थिएँ, ज्वरो आइरहेको थियो, सर्दीले पकाएर सर्दी जुखाम खोकीहरू लागिरहेको थियो। फेरि पनि के गर्नु है, आजको ट्रेन थियो, टिकट भइसकेको थियो, क्यान्सल गर्नु मिल्दैन थियो नि त। कन्फर्म नभइदिएको भए त म क्यान्सल पनि गरिदिन्थेँ होला, तर कन्फर्म भइसकेको हुनाले चाहिँ नि मैले क्यान्सल गर्न सकेन। त्यसपछि जानु त सही छ भनेर चाहिँ म पनि हिँडेको। म चाहिँ नेपाल जाँदै आज है, अनि नेपाल जानको लागि केही न केही पाउनुलाई केही त गुमाउनै पऱ्यो भनेर चाहिँ फाइनली हामी चाहिँ स्टेसनमा पुग्यौँ। कति भिड हेर्नु त्यो स्टेसनमा, टिकट काउन्टर हो त्यो चाहिँ है। मेरो चाहिँ नानीको बाबाले पहिले अनलाइनमै टिकट काटिदिएको थियो, त्यस कारण चाहिँ मलाई भिडमा बस्नु परेन, दिक्कत भएन मलाई चाहिँ नि है। मलाई चाहिँ छोरा दाइ आउनु भएको छ, अनि दाइ चाहिँ अगाडि अगाडि झोला गुर्काउँदै हिँड्नु भएको छ, मैले चाहिँ पछि पछि नानी बाबुलाई बोकेर भिडियो बनाउँदै हिँडिरहेको छु है। अनि फाइनली हामी चाहिँ सिँढी चढ्ने तयारीमा छु। मेरो बाबु चाहिँ माथि चढिसक्यो, म चाहिँ पछाडि छु। दाइ चाहिँ नि अर्को बाटो, त्यो ट्रली गुर्काउनेवाला बाटो अर्को छ, त्यताबाट जानुपर्छ दाइ चाहिँ नि। अनि फाइनली हामी ट्रेन आउनेको मेरो पट्टिको लाइनमा गएको त यतिकै धेरै भिड यहाँ चाहिँ नि, कति धेरै मान्छे बाबा भनेर डराइमा चाहिँ है। अनि फाइनली मेरो ट्रेन चाहिँ बल्ल आयो, अनि आएपछि चाहिँ नि मान्छे आधा त खाली भइसकेको थियो। अनि फाइनली हाम्रो ट्रेन आएपछि डिब्बा खोजेर म चाहिँ सिट खोजेर नै बसिहालेँ, नानी बाबुलाई नै बसाइहालेँ है। अनि दाइ चाहिँ जानुभयो बाहिर, मेरो बाबुलाई चाहिँ मुख फुलाइरहेछ, किनभने उसलाई चाहिँ विन्डो सिट चाहियो, तर विन्डोको साथसाथै उसलाई चाहिँ खुल्नेवाला विन्डो चाहियो, खिड्की चाहियो कि। यो चाहिँ बन्द खिड्की थियो, यो वाला एसी ट्रेन हो, एसी ट्रेनको सिसा खोल्दैन। अनि उसलाई चाहिँ नन एसी चाहियो अरे, नन एसीमा चाहिँ खिड्की खुल्छ नि त, खिड्की खुल्यो भने त उसलाई चाहिँ खुला हावा चाहियो। अब हामीलाई त मजा थियो है, नानी र मलाई चाहिँ मजा थियो, हामीलाई चाहिँ यस्तै मनपर्छ, बन्दवालै मनपर्छ नि त। त्यही भएर चाहिँ हामीलाई चाहिँ तँलाई त त्यहाँ नबस्ने भए यता आइज न त भनेको, त त्यो पनि होइन अरे, यता पनि नआउने, अनि त्यो खिड्की पनि मन परेन अरे। यति रिस उठाएको मेरो बाबुले चाहिँ। उसको आफ्नो सुविधाको लागि पापालाई त्यति गरिदिएको त झन् त्यस्तो पो भन्छ अहिले त। ऊ हेर्न सक्नुहुन्छ मुख कसरी फुलाएर अहिले है। अनि पछि फाइनली चाहिँ नि दाइले चाहिँ लिएर चिप्स दिनुभयो, अनि त्यसपछि उसको मुखमा हाँसो आयो, उसलाई चाहिँ बल्ल हाँसो आयो अनुहारमा है, खुसी झल्क्यो उसको अनुहारमा चाहिँ नि, चिप्स खान पाएपछि चाहिँ नि। अनि नानीलाई एउटा अनि बाबुले एउटा चिप्स लिएर दिनुभएको रहेछ दाइ। दाइ त जानुभयो भनेको त नजानु भएको रहेछ, चिप्स किनेर लिएर दिएर फेरि बल्ल फाइनली दाइ जानुभयो। हाम्रो चाहिँ ट्रेनको टाइम पनि भयो नि त। अनि यति बेला चाहिँ ट्रेन चढिसकेपछि चाहिँ नि बाबुले भिडियो बनाइरहेको रहेछ, म त ख्याल पनि गरेन नि त, सुते थिएँ कि के गरेको थिएँ खै, म त ख्यालै गरेन। अनि बाबुले भिडियो बनाएको, सनराइज भएको भिडियो बनाएको अरे, हार्ट बनाएको अरे, औँलाको के बनाएको होला त्यस्तो, त्यो हेर्दै हाँसो म त। अनि यो पुलमा चाहिँ उसले खोलाको नदीको भिडियो बनाएको रहेछ। यतिखेर चाहिँ म सुतेको थिएँ, उसले चाहिँ आधाबाट अलिकति माथि, यो पुल चाहिँ साह्रै लामो छ, त्यति लामो नदी छ यो चाहिँ नि, तर उसले चाहिँ थोडा मात्रा बनाएछ मेरो बाबुले चाहिँ नि। म त्यति बेला सुतेको थिएँ। अनि फाइनली पछि उठेपछि आमा छोरी दुईजना उठ्यौँ हामी। अब चाहिँ 30-40 मिनटै बाँकी थियो होला नेपाल पुग्न, हामीलाई चाहिँ नि स्टेसनमा पुग्न। अनि मेरो नानी चाहिँ नि खिड्कीमा उभिएर बाहिरको नजारा हेरेर मस्त मजा लिइरहेको थियो उसले चाहिँ नि। बस नानी भन्दा पनि मानिरहेको थिएन नि त। अनि उसको दाइले भिडियो बनाइरहेको थियो, उसको दाइको सिटमा नानी उभिएको थियो, अनि मेरो सिटमा म बसिरहेको थिएँ। आऊ छोडेर बस्छ, दादालाई बस्निदेऊ भन्दा मानिरहेको थिएन। अनि फाइनली हामी चाहिँ स्टेसनमा पुगेर झरी पनि हाल्यौँ। अनि मलाई ल्याउन चाहिँ दिदी आएको थियो, दिदीले पिकअप गर्न आएको थियो नि त। म एक्लै गाह्रो हुन्छ सामानसँगै उ गरेर है। नानी चाहिँ नि कति आनन्द लास्सै परेर बस्छ उसको ठुली मम्मीसँग। अनि फाइनली हामी चाहिँ आइसकेपछि हामी चाहिँ रिक्सा गरेर हिँडिहाल्यौँ। रिक्सा गरेर हाम्रो सबै बोर्डरमा चेकिङ भयो, चेकिङ भएर हामी नेपालमा इन्ट्री पनि गऱ्यौँ। इन्ट्री गरेपछि मजै अलग भयो मेरो चाहिँ नि है। अब चाहिँ हामी गएर बस चढेर जानुपर्ने हुन्छ। बाई बाई।